आयोजक र सञ्चालकज्यू, आदरणीय सभाध्यक्षज्यू, यस सभाका सभाध्यक्षज्यू, पद्मरत्न तुलाधरज्यू र सम्पूर्ण मञ्चमा तथा यस कार्यक्रममा उपस्थित हुनुभएको व्यक्तिहरूमा म हार्दिक नमन गर्दछु। 1 मिनटको समय पाएको छु। म सर्वप्रथम त यो कार्यक्रम आयोजना गर्नुभएकोमा आयोजक मित्रहरूमा हृदयदेखि धन्यवाद दिन चाहन्छु, जुन कि म कति समयदेखि भेट्न फोन सम्पर्क पनि टाढा भइरहेका हाम्रा मानव अधिकारका अग्रज पथ प्रदर्शकहरूलाई सँग भेट्न पाएँ। पद्मरत्न दाइसँगको मेरो सानिध्यता 8-10 वर्षसम्म सँगै काम गर्ने मौका पायौँ। त्योभन्दा पनि 46 सालको आन्दोलनमा हामीलाई पक्रिएको अवस्थामा 4 दिनदेखि केही खान नदिएर एक ठाउँबाट अर्को ठाउँ बगीखानाबाट हनुमान ढोकाबाट बगीखाना लगिरहेको बेला पद्मरत्न दाई, पद्मरत्न तुलाधरज्यू अनि अर्को एकजना हरिबल भट्टराई पनि हुनुहुन्थ्यो, सँगै पक्राउ गर्नुभएको थियो, देखेका थियौँ। हामीले उहाँहरूलाई यसरी 4 दिनदेखि खान दिएको छैन हामीलाई त भनेको सुनेदेखि उहाँले अनसन बसेर त्यसै दिन बेलुका हामीले खाना खुवाउँदा साह्रै खुसी लागेको थियो। त्योभन्दा पछाडि पनि मैले उहाँसँग पटक पटक हामी यो अब्जर्भेसनमा जाँदा एक दिनको दाइले देख्ने बित्तिकै त्यो घटना अघि सम्झाइदिनु भयो। ढुङ्गा बाहिरबाट औला हानेको ढुङ्गा हाम्रो भेनमा गाडीमा आयो र त्यो लाग्ला भनेर म चुक्क उठ्ने भएको, मेरो कुममा लागेको थियो त्यो ढुङ्गा, जसले दाइको टाउको जोगिएको झन्डै लागेको थियो। अनि त्यो अघि देख्ने बित्तिकै मलाई त्यो सम्झाइदिनु भयो र उहाँको सानिध्यताले संसारमा काम गर्ने मान्छे सम्पन्न हुनुहुन्छ भनेर हामीले सिकेका थियौँ। इच मोमेन्ट टु बी विथ हिम वाज इनभ्यालुएबल, महत्त्वपूर्ण थियो र हामीले उहाँबाट सिकेका लेसनबाट मानव अधिकारको आर्थिक क्षेत्रलाई हामीले अगाडि बढाउँदा, हरेक पाइलालाई अगाडि लगाउँदा अहिले लगभग 500-700 जना दिदी बहिनीहरूले काम महिला आधारशिलाको कार्यालयसँगै काम गर्नुहुन्छ, जसले हामीले 500 जनाभन्दा बढीको परिवारलाई 90% फन्ड हामी आफै रेज गर्छौँ। र यदि कसैलाई यहाँहरूलाई हेर्ने समय भए म निमन्त्रणा पनि गर्न चाहन्छु। वी लर्न अ लट फ्रम हिम र हाम्रो होल टिम महिला आधारशिला र मानव अधिकारका क्षेत्रमा बाटो देखाइदिनु भयो र त्यो पथ प्रदर्शन हामीले सिकेका पाठहरू अझै पनि उपयोग गरेर अहिलेसम्म हामी अघि गरिरहेका छौँ र संसारमा मान्छे माग्ने सम्पन्न हुँदैन, काम गर्नेले नै गर्न सक्छ भन्ने कुरा हामी प्रमाणित देखाउन चाहन्छौँ र यहाँहरूलाई एकचोटि भिजिट गर्नका लागि पनि अनुरोध गर्दछु र यहाँको पद्मदाईको स्वास्थ्य दीर्घायुको कामना र स्वास्थ्य राम्रो होस् भन्ने कामना साथ बिदा हुन चाहन्छु। धन्यवाद।